साथीहरू पहिला यो दिदीको हिँडाइको चाल हेरौँ अनि यसको फन्नी कमेन्ट्सतिर लागौँ है त। तेरेमा तेरे मोरले बाजो झरेर रुको जरा सबर करो। अलि छिटो छिटो हिँड्नु पर्यो है, अरू भिडियो पनि हेर्नुपर्छ। उहाँ ढिलो हिँडेको होइन के, चप्पल उचाल्न नसकेर होला। 7 कक्षाको स्वास्थ्य तथा जनसङ्ख्या र वातावरण भन्ने किताबमा सुकेनस भन्ने पढेको थिएँ, आज देखे पनि। के हो? गीत मुरली, खुट्टा बाँसुरी के रोग हो, बेलैमा उपचार गरे राम्रो हुन्थ्यो होला। आज बोयफ्रेन्डलाई भेट्न हिँडेको जस्तो छ, अलि छिटो छिटो हिँड बहिनी, त्यस्तो हिँडाइले बस छुट्छ फेरि भेट्न नपाउली। बात त सही है। दुब्लो पनि यति भयो कि हातको घडी कम्मरमा बाँध्दा पनि खुकुलो हुन्छ। गाइस, तपाईँहरूलाई मेरो भिडियो मन परेको भए लाइक, कमेन्ट अनि फलो गर्न नबिर्सिनु होला है।